हामीले 1 मान्छौँ। अब हामीलाई थाहा छ फर्स्ट ल अफ थर्मोडायनामिक्स के भन्छ, फ्रम फर्स्ट ल अफ थर्मोडायनामिक्स के छ dq इक्वल्स टु du प्लस dw। यसलाई यसरी पनि लेख्दा मिल्यो dq इक्वल्स टु du प्लस pdv। dw भनेको pdv हुन्छ कि हुँदैन भन्नुस् त, हुन्छ। अनि dq इक्वल्स हेर्नुस् यहाँ हाम्रो त यहाँ cv भनेको एट कन्स्ट्यान्ट भोल्युम छ, कन्स्ट्यान्ट भोल्युम भयो भने त dv भनेको 0 v2 - v1 इक्वल्स टु 0। यहाँ हेर्नुस् त dv इक्वल्स टु 0, त्यही भएर हामी pdv लाई 0 लेख्न मिल्छ। अनि dq इक्वल्स टु du भयो। अब हेर्नुस् du भनेको अब dq को भ्यालु हाम्रो कति आएको छ ncv dt आएको छ, त्यही भएर मैले du लाई ncv dt लेख्न मिल्छ कि मिल्दैन भन्नुस् त। अब यो मैले के गरेको छैन dq को भ्यालु du मा गएर सब्स्टिट्युट गरेको छु त्यति मात्र, फ्रम इक्वेसन 1 यति भयो हाम्रो। अनि यसलाई म इक्वेसन 2 मानिदिन्छु ल एकछिनको लागि। अब जान हामीले त थाहा छ अब आइडियल ग्यास इक्वेसन के छ भन्नुस् त pv इक्वल्स टु nRT। अब हामीले यसलाई डिफरेन्शिएट गर्नुपर्छ विथ रिस्पेक्ट टु टी मा। अब डिफरेन्शिएट गर्नको लागि एउटा p बेग्लै फंक्सन भयो, b बेग्लै फंक्सन भयो, दुईटै फंक्सन प्रोडक्टमा छ भने कुन रुल लगाउने, डेरिभेटिभको प्रोडक्ट रुल लगाउने। प्रोडक्ट रुलले के भन्छ हेर्नुस् त pdv dt फर्स्ट फंक्सन इन्टु डेरिभेटिभ अफ सेकेन्ड फंक्सन प्लस अब सेकेन्ड फंक्सन जस्ताको त्यस्तै लेख्ने, अनि त्यसपछि डेरिभेटिभ अफ फर्स्ट फंक्सन विथ रिस्पेक्ट टु टी nr dt अपन dt। nr भनेको कन्स्टेन्ट हो, कन्स्टेन्टमा न त डेरिभेटिभ हुन्छ न त इन्टिग्रेसन हुन्छ, त्यही भएर अब यो सबै dt क्यान्सल आउट हुन्छ, त्यही भएर pdv प्लस vdp इक्वल्स टु nr dt। सुरुमै हामीले कन्सिडर गरेको छौँ एट कन्स्टेन्ट। हेर्नुस् यहाँ सुरुमै हामीले कन्सिडर के गरेको छौँ एट कन्स्टेन्ट प्रेसर एन्ड कन्स्टेन्ट भोल्युम। त्यही भएर हेर्नुस् अघि मैले कन्स्टेन्ट भोल्युम हुँदाखेरि pdv 0 हुन्छ, अनि अहिलेको लागि कन्स्टेन्ट प्रेसर हुँदाखेरि के हुन्छ vdp हाम्रो 0 हुन्छ कि हुँदैन, 0 हुन्छ। त्यही भएर pdv इक्वल्स टु nr dt भयो। यसलाई म इक्वेसन 3 मानिदिन्छु। थर्ड इक्वेसन मान्न पाइयो। अब हामी जाम हामीलाई थाहा छ अब मोलार स्पेसिफिक हिट क्यापेसिटी कन्स्टेन्ट प्रेसर भन्ने फर्मुला के छ 1/n dq अपन dt। अब यसलाई फेरि हामी गरौँ त dq लाई एक्लै पारौँ, dq इक्वल्स टु ncp dt। यसलाई इक्वेसन म 4 मान्छु। यहाँ हेर्नुस् dq भनेको अब यो n dt मल्टिप्लाई गऱ्यो भने ncp dt हुन्छ कि हुँदैन, यति भयो हैन। अब dq इक्वल्स टु ncp dt। अब फेरि हामी फर्स्ट ल अफ थर्मोडायनामिक्स लगाउँ। फर्स्ट ल अफ थर्मोडायनामिक्स के भन्छ थर्मोडायनामिक्स के भन्छ du इक्वल्स टु du प्लस pdv। dw भन्छ हैन, dw लाई pdv लेख्नु मिल्छ। अनि यहाँ dq को भ्यालु कति आएको छ फ्रम इक्वेसन 4 बाट हेर्नुस् त ncp dt आयो हैन। अनि du को भ्यालु कति आएको छ इक्वेसन 2 बाट हेर्नुस्, इक्वेसन 2 मा du को भ्यालु कति आएको छ हाम्रो ncv dt अनि त्यसपछि pdv को भ्यालु कति छ nr dt भयो कि भएन। अब हेर्नुस् अब n dt यहाँ n dt कमन लिनु न के हुन्छ, कमन लिँदाखेरि अब यहाँबाट म n dt कमन लिन्छु, cv प्लस यहाँ r बच्यो, n dt क्यान्सल आउट गर्न पाइयो दुईटै साइड सेम छ भने। त्यही भएर अब cp इक्वल्स टु cv प्लस r भयो। अनि यसलाई cv लाई यो साइड ल्याउँदाखेरि के हुन्छ cp माइनस cv इक्वल्स टु r। दिस इज मेयर्स फर्मुला। यो प्रुभ भएन, यही मेन प्रुभ गर्नु छ। अब हामीले एक्जाममा सोधियो त मोलार स्पेसिफिक क्यापिटल सी। अब हामीले एक्जाममा प्रिन्सिपल स्पेसिफिक क्यापिटल भने के गर्नुपर्ने यहाँसम्म आउने, अनि त्यसपछि डिभाइडिङ बोथ साइड बाइ मोलिकुलर रेट। अब c क्यापिटल cp बाइ m माइनस क्यापिटल cp बाइ मोलिकुलर m भनेको मोलिकुलर रेट है, अनि क्यापिटल r बाइ m। यति गर्दाखेरि यसको फाइनल भ्यालु आउँछ हाम्रो स्मल cp माइनस स्मल cv इक्वल्स टु स्मल r। r भनेको रेट कन्स्टेन्ट। यो भयो भने हाम्रो दिस इज मेयर्स फर्मुला। ल यति भयो हाम्रो 3 मार्क्सको डेरिभेसन सक्यो।